ठीक है, थोड़े मैनर सीख लो, एथिकेट सीख लो, तमीज सीख लो। कतिचोटि मन्त्री हुनुभयो थाहा छ? 3 चोटि। 3 चोटि मन्त्री हुनुभयो, उप प्रधानमन्त्री हुनुभयो, सांसद हुनुभयो, कति पुस्तालाई पुर्याउनु भयो? भक्तपुरबाट उता लागेपछि तपाईहरुको चोराउनु उठ्दैन, मज्जाले उठ्छ। 74 सालमा 2/3 थियो। त्यति बेला त्यो संकल्प कहाँ थियो? यस अगाडि भदौ 22 र 23 र 24 अगाडि कांग्रेस सहितको 2/3 थियो। त्यो बेला चाहिँ संकल्प कहाँ गएको थियो? म अझै पनि भन्छु, अन्यायको विरुद्ध जहिले पनि रोडमा ओर्लिन चाहिँ मैले सिकेको छु। अनि त्यो 76 जना मान्छे मर्दा हजुर 19 जना तपाईं जस्तै साथीहरुमाथि त्यो पनि कलेजको ड्रेस लाएको बेलामा गोली चल्दा तपाईको यो अन्याय भन्ने चाहिँ कहाँ गएको थियो? त्यो सानो देशले अब अड मात्रै भएन, तपाई अर्को आँखाले हेर्नुस् न। विरोधको चस्मा खोल्दिनु नि एकचोटी, अर्को आँखाले हेर्नुस् त। तपाईले जसलाई तबेला उपहार दिनु भएको थियो, आज उहाँ नै तपाईको तबेला बजाउन आउनु भएको छ। अन्तर्गत सिमाना कोर्ने र सीमा नदीलाई पनि सीमारेखा बाँध्ने भनेर गरिएको सम्झौता नै आजको दिनमा समस्याको कारक बन्यो। या बुद्धि नारायणले बिगारे बुद्धि।